हेलो एभ्रिवान गुड मर्निङ वेलकम ब्याक टु माई न्यू ब्लग हजुरहरूको स्वागत छ मेरो ब्रान्ड न्यू ब्लगमा। आजको ब्लग चाहिँ अर्चनाको रुमबाट स्टार्ट हुँदैछ। हामी चाहिँ खानासाना खाइसकेका छौँ। अब चाहिँ हामी कलेज जाने हो। त्योभन्दा पहिला म मेरो रुम जान्छु अनि रेडी हुन्छु। रेडी भइसकेपछि अनि कलेज जान्छौँ होला। आज चाहिँ म एउटै भन्न चाहन्छु गड ब्लेस नेपालीज पिपल। त्यो त हो, नेपालमा धेरै क्षति पुगेको छ। कतिजना बित्यो अरे डेड भयो, कतिजनाको 100 कति भनेर ऊ आएको थियो, फेसबुकमा हालेको थियो। दसैँ आउने बेला दशा लाग्छ नेपाललाई। भदौ धेरै नराम्रो। योभन्दा पहिलाको भदौमा पनि प्रोटेस्ट भयो, यताउता भयो। अहिलेको भदौमा यस्तो भयो के भन्ने। त्यो न्युजले पुरामा नेपालीलाई थर्काइदिएछ, मतलब हल्लाइदिएछ कि नेपालीलाई। सब आफ्नो आफ्नो मान्छे, कसैले आफ्नै मान्छे गुमाछन्, कोही स्टुडेन्टहरू होलान्। के कसो छ त्यो न्युजहरू हेरिराख्नु होला। ल ठिक, बस छिटो त्यो ठिक होस् भन्ने आश राख्छौँ, हामीले होप राख्छौँ। अरू त के भन्न सकिन्छ। ल ठिक छ, अब हामी एकछिनमा कलेज जान्छौँ। के कसो हुन्छ त्यो हजुरहरूलाई त्यही देखाउँछु। कति ठुलो पानी परिरहेछ अहिले घोराइमा। लास्टै ठुलो, यति ठुलो पानी त के भन्न सकिन्छ। सेकेन्ड पिरियड चलिरहेछ, पानी यस्तो छ आइरहेछ यहाँ। तपाईँकोतिर कतिको आएको छ भन्नु है, कमेन्ट गर्नु। लास्टै ठुलो के डुबाउँछ जस्तो पानी परिरहेछ। म चाहिँ जस्ट रुम आएको छु गाइज कलेजबाट। आउने बित्तिकै पल्टेकै, मतलब हातमुख धोएर रुवा लागेको छ। लास्टै टाउको चाहिँ लास्टै दुखिरहेछ। घर जामकै सोचिरहेको थिएँ, तर अलिक पेट पनि दुखिरहेछ, टाउको पनि दुखिरहेछ। नसक्ने जस्तो लागिरहेछ मलाई। सो त्यही भएर चाहिँ घर नजाऊँ, बरु पछि जन्माष्टमीमा जाऊँ ल भन्ने सोचमा बसेछु। अब एकछिन रेस्ट गर्छु, सुत्छु होला एकछिन त। टाउको बढी दुखिएको छ रुवाले गर्दा। हजुरहरू पनि सेफ बस्नुहोस् गाइज, वेदरले गर्दा धेरैलाई अहिले यस्तो भाइरल भएको छ। म रेस्ट गर्छु, पछि भेटौँ ल। म चाहिँ अघि नै उठिसकेको थिएँ, मतलब कलेजबाट आइसकेर उठेर बसेको थिएँ। लास्टै रुवा लागेको छ गाइज, अनि त्यो टाउको पनि लास्टै दुखिरहेको थियो। अनि त्यही भएर चाहिँ रेस्ट गरेको, सुतेको कति बेला 6 बजीको चाहिँ थाहै पाएन, यस्तरी सुतेछु गाइज। अनि अघि नै उठेर खाटसाटा पकाइदिएको थियौँ। भिन्डी त आज तरकारी भिन्डी थियो, त्यसपछि रोटी थियो, अनि अलिकति दुध लिएर आएको थिएँ। तातो दुध खाने रुवा लागेछ, सायद ठिक हुन्छ कि भनेर सोचले मैले लिएर आएको थिएँ। बेसार र दुध खाने भनेर, हल्दीवाला दुध भन्छ नि टाइपको, त्यस्तो बनाएर खाने भनेर खाइसकेँ। मैले चाहिँ खाना पनि खाइसकेको छु, रोटी पनि खाएँ। खासै मिठो त लागिरहेको थिएन। अनि हजुरहरूतिर पानी कस्तो पऱ्यो? यहाँ त लास्टै ठुलो पानी पऱ्यो गाइज घोराइमा। तपाईँतिर कस्तो पऱ्यो प्लिज कमेन्ट गर्नु होला। एक त नेपाल अहिले लास्टै नराम्रो सिचुएसनबाट गुज्रिरहेछ भनौँ कि पास भइरहेछ। प्रे गर्छौँ, अब प्रे गरौँ कि अब धेरै यस्तो नहोस्। हाम्रो नेपाल सेफ रहोस्। धेरै मान्छेहरूले आफ्नो ज्यान गुमाए यो वाला इन्सिडेन्टमा। हजुरहरूले देख्नुभयो होला भिडियोहरू, म क्लिप लगाइदिन्छु एउटा एउटा। मैले पनि धेरै जस्तो फेसबुकमा, म जति बेला फेसबुक खोलिरहेको छु हेर्नुहोस्, फेसबुकमा त्यही क्लिप, टिकटकमा त्यही, इन्स्टामा त्यही, हरेक ठाउँमा त्यही के, मतलब खोल्ने बित्तिकै त्यो देखिरहेको छ, जसले गर्दा मन झन् भारी भइरहेछ क्या। अनि त्यो किन यस्तो भयो, के नै गर्दा यस्तो भयो होला भन्ने जस्तो लागिरहेछ। त्यति धेरै मान्छेहरूले आफ्नो ज्यान गुमाउनु भयो। अनि फेसबुक खोल्यो देखिरहेछ। म हजुरलाई क्लिप देखाइदिन्छु एउटा दुइटा, टिकटकबाट तानेर हालिदिन्छु। यो क्लिप पछि हालिदिन्छु, हजुरले हेर्नु होला। जरेको फुलको यस्तो पुरै सिँगै
सक्यो सबै लास्टै कि हेर्दै मन जिरिङ्ग के गुजबम आउँछ भन्छ नि देख्ने बित्तिकै त्यो डेथ बडीहरू सब यताउता हेर्ने बेला लास्टै नराम्रो लाग्ने क्या नचिने मान्छे चिन्दैनौँ हामीले त्यही पनि चाहिँ आफ्नै नेपालको मान्छे आफ्नो नेपालको होइन जुन कन्ट्रीको भए पनि जस्तो जे भए पनि मान्छेहरूको त्यस्तो देखेपछि खै किन मनैबाट लास्टै नराम्रो लाग्ने क्या अनि त्यो हेरेर नराम्रो लागिरहेको छ हिजोदेखि हेरिरहेको त्यो हजुरहरूले पनि हेरिराख्नु भएको होला न्युज हेरिरहेछौँ यतिजना यति भनेर आएको आइछ न्युज आएको आइछ अझै अलर्ट छ अझै अलर्ट गरेर राखेको छ गभर्मेन्टले चाहिँ अझै हुनसक्छ केही भनेर सेफली बस्नु धेरै प्रयास पनि गरिरहेछ हेलिकप्टर ल्याउने यताउताबाट रेस्क्यु गर्नको लागि हेलिकप्टरबाट हेल्प लिइरहेछ यताउता गरिरहेछ होप राम्रो होस् अब अरू त के भन्न सकिन्छ र अब योभन्दा धेरै केही क्षति नपुऱ्याओस् भन्ने आश राख्यो एक त बर्खा त्यही माथि यस्तो के भन्ने हो के ब्ल्याक डे नै भनौँ नेपालको लागि भदौ भने चाहिँ ब्ल्याक डे नै भनौँ गाइस जति कुरा गरे पनि मन भर्दैन यो चिज हेरेर मतलब भिडियो हेर्दै आँखामा आँसु आउने के यस्तो पनि हुन्छ र भनेर के नसोचेको चिज एक्कासी भइदियो आमा बुवा दिदी दाइ भाइ धेरै जस्तोले आफ्नो ज्यान गुमाए यसमा अहिले चाहिँ गभर्मेन्टले त्यो हजुरहरूले पेमेन्ट गर्न पाउनुहुन्छ यताउता हेल्पको लागि त्यो क्युआर पनि हालिदिएछन् तपाईँहरूले पनि हेल्प गर्न सक्नुहुन्छ हेल्प गर्नुहोला आफूले सक्दो धेरै नै अरू त म के भन्न सक्छु जति सकिन्छ त्यति गर्ने हामीले ल ठिकै छ अब मलाई पनि खासै सन्चो चाहिँ छैन प्रे गर्छु म त बस प्रे कि नेपाल प्लिज त्यहाँहरूको आत्माले शान्ति पाओस् जसको मतलब डेथ भएको छ त्यहाँको आत्माले शान्ति पाओस् अनि त्यसपछि अब यस्तो नहोस् सक्दो नहोस् नेपालमा अब प्रकृतिको हो खेल कति बेला के हुन्छ कसैलाई थाहा हुँदैन ब्ल्याक डे फर नेपाल त्यही हो अनि त्यही भएर आजको ब्लगमा चाहिँ यहीँ इन्ड गर्छु आई होप हजुरहरूलाई आजको ब्लग राम्रो लाग्यो होला अगर राम्रो लाग्यो भने प्लिज लाइक कमेन्ट सेयर गरिदिनु होला अनि मेरो च्यानलमा न्यू हुनुहुन्छ भने प्लिज 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 सब्सक्राइब गरिदिनु होला मौसम चेन्ज हुँदैछ त्यही भएर प्लिज आफ्नो ध्यान राख्नु होला ख्याल राख्नु होला प्रे गरौँ नेपालको लागि म अरू त के नै भन्न सकिन्छ र मन लास्टै निराश छ गाइस यो चिजको लागि चाहिँ के नै भन्न सकिन्छ हस् अब अर्को ब्लगमा भेटौँ ल सबैलाई बाई